नमस्कार। आज होमराज लोहानी शारदा शिक्षा सदन माध्यमिक विद्यालयमा सूर्योदय क्लबको सहयोगमा चाहिँ अतिरिक्त क्रियाकलाप सञ्चालन हुँदैछ, जस अन्तर्गत कक्षा 6-8 बीचको हाजिर जवाफ प्रतियोगिता सञ्चालनको यो कुन येल्लो हाउस This is red house or red group. This is blue. Oh, sit down please. विद्यालयका शिक्षक अमृत प्रसाद मिश्र कार्यक्रम सञ्चालन गर्नुहुँदै सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू तपाईहरु यत्रतत्र नछरिकिन अगाडि मञ्चको दायाँ बायाँ बस्नुको लागि अनुरोध चाहन्छु। आज मिति 2082 असोज 27 गतेका दिन सञ्चालित यो कार्यक्रम सूर्योदय क्लबको आयोजनामा होमराज लोहानी शारदा शिक्षा सदन माध्यमिक विद्यालयको विशेष सहजीकरणमा र रुमडुरीको आर्थिक सहयोगमा सञ्चालन गरिएको हो। येल्लो हाउस के नाम अरे? कार्यक्रम विद्यालयका ECA कोअर्डिनेटर विज्ञान शिक्षक कृष्णराज पौडेलले सञ्चालन गरिरहनु भएको छ। सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू तपाईहरुको ज्ञान सोच प्रतिस्पर्धात्मक भावनाको विकास गर्नको लागि त्यस्तै गरी तपाईहरुको आत्मविश्वास जगाउने समय व्यवस्थापनको लागि हामीले यो कार्यक्रम आयोजना गरेका छौँ। प्रश्न ध्यान दिएर सुन्नको लागि अनुरोध गर्न चाहे। शहीदहरूको सम्झनामा कविताका लेखक को हुन्? भूपी शेरचन। राइट एन्सर भूपी शेरचन। हेलो येल्लो हाउस प्रश्न रोज्नको लागि अनुरोध गर्न चाहन्छु। 8 प्रश्न ध्यान दिएर सुन्नको लागि अनुरोध गर्न चाहन्छु। विवाहमा छोरीलाई चिउरीको बोट दाइजो दिने चलन कुन जातिमा रहेको छ? चेपाङ। राइट एन्सर। एउटा सङ्गीतको धुन बज्दैछ, त्यसपछि तपाईलाई मैले उचित प्रश्न सोध्नेछु। सुमधुर स्वर स्वदेशगानमा स्वर दिने व्यक्तिको नाम के थियो? यो राष्ट्रिय गान कसले लेख्नु भएको थियो? पूरा नाम? प्रदीप कुमार राई। राइट एन्सर। आजको हाजिरी जवाफ प्रतियोगिता कक्षा 6-8 सम्पन्न भएको छ र नतिजा बताउनु हुँदै स्कोर बोर्डमा रहनुहुने शिक्षक साथी दामोदर दवाडी। धन्यवाद कार्यक्रम सञ्चालकज्यू। आज हुन गएको यो 14औं अन्तर्राष्ट्रिय बालिका दिवस 2025 को आयोजनामा रुमडुरीद्वारा सञ्चालित यस हाजिर जवाफ कार्यक्रममा बिमारी तह अथवा आधारभूत तहबाट प्रतिस्पर्धी विद्यार्थीहरूको नतिजा हाउसवाइज म सुनाउन गइरहेको छु। ग्रिन हाउसले 85 नम्बर प्राप्त गरेर पहिलो स्थान ओगट्न सफल भएको छ, धन्यवाद छ। अनि दोस्रो पोजिसनमा येल्लो हाउसले 60 नम्बर ल्याएर उत्कृष्ट नतिजा प्राप्त गरेको छ, उसलाई पनि धन्यवाद। थर्डमा रेड हाउसको 40 नम्बर र अन्तिममा चौथो 4वटा हाउसमा अब चौथै भन्नु पर्यो, यो 35 नम्बर प्राप्त गरेर
अन्तिम नतिजा सफल हात पार्न सफल भएको छ। सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई धेरै धेरै धन्यवाद। कङ्ग्रेचुलेसन, बेस्ट अफ लक।